explain T1 and E1 system with necessary diagram है। यो क्वेसन एकदमै राम्ररी बुझ है, क्वेसनमा झुक्याउन सक्छ है। यो एक्सप्लेन T1 and E1 सिस्टम छ नि, T1 र E1 सिस्टम भयो एउटा है। अनि अर्को भनेको चाहिँ T1 र E1 हायरकी भयो है। अब सिस्टम सोधेको बेलामा चाहिँ हामीले फर्मेटलाई चाहिँ डायग्राम बनाउने हो, ठिक छ। फर्मेट हेरेर चाहिँ हामीले पढ्ने हो। यदि यो क्वेसनमा चाहिँ हायरकी भनेर सोध्यो भने फेरि हायरकी लेभल चाहिँ बनाउनुपर्छ फिगर है। त्यही भएर यो पढ्दाखेरि एकदमै ध्यान दिनु यो कुरा। यो त यस्तो कुरा सानो कुरा झुकिन्छ क्या, किनभने तिमीले पढेर चाहिँ गएको हुन्छ, फेरि क्वेसन चाहिँ ठ्याक्क बुझेको हुँदैन। यो T1 र E1 को बारेमा त हामीले अब के बुझ्नु पर्यो त भन्दाखेरि T1 भनेको E1 भनेको एउटा सिस्टम हो, जुन सिस्टमले चाहिँ एउटा टोटल डेटा रेट कति छ, एउटा सिग्नल एउटा ठाउँबाट अर्को ठाउँमा ट्रान्समिट गर्दाखेरि चाहिँ डेटा रेट कतिले ट्रान्समिट हुन्छ भन्ने कुरा चाहिँ हामीलाई दिने हो। T1 भनेको युज गर्ने भनेको तिम्रो अमेरिकन सिस्टम र हाम्रो जापानिज सिस्टममा युज गर्ने भनेको T1 सिस्टम हो हैन। E1 सिस्टम भनेको युज गर्ने भनेको युरोपियन सिस्टम हो, युरोपमा युज गर्ने भनेको चाहिँ E1 सिस्टम हो। अनि हाम्रो नेपालमा युज गर्ने भनेको नि युरोपियन सिस्टम E1 नै हो है। अब यो E1 भनेको के हो, T1 भनेको के हो त एक्ज्याक्टली भन्दाखेरि यो भनेको चाहिँ हामीले जस्तो हाम्रो घरबाट चाहिँ टेलिफोनको लाइनको यदि मैले एक्जाम्पल लिन्छु भने हैन, हाम्रो घरबाट हाम्रा टेलिफोन लाइनमा दिएको ब्यान्डविड्थ भनेको 64 kbps को हुन्छ। त्यसपछि 64 kbps को लाइन हाम्रो घरबाट पोलसम्म जान्छ। त्यसरी हाम्रो जुन हाम्रो छिमेकीहरू छन् सबैको घरमा युज गरेको ल्यान्डलाइन टेलिफोन पनि त्यसरी नै पोलसम्म पुग्छ। त्यो पोलबाट एउटा क्याबिनेटसम्म पुग्छ, त्यो क्याबिनेटबाट एउटा अफिससम्म पुग्छ भन्दाखेरि तिमीले त्यहाँनिर हेर त 64 kbps त हामीलाई प्रोभाइड गरेको हो ब्यान्डविड्थ, तर त्यसरी सबैजनाबाट जाँदै गर्दाखेरि के हुँदो रहेछ त एउटा हायरकी मेन्टेन गर्नुपर्छ नि। कतिसम्मको हुन्छ त ब्यान्डविड्थ हैन। जस्तो नेपालबाट चाहिँ कुनै ठाउँसम्म पुग्दाखेरि त्यो एउटा कति हुँदो रहेछ त, अब धेरै नै हुन्छ नि ब्यान्डविड्थ। अब टेराहर्जको ब्यान्डविड्थ चाहिन्छ होला त्यो बेलामा हैन, समथिङ टेराहर्जको ब्यान्डविड्थ चाहिन्छ होला। हो यस्तो ब्यान्डविड्थलाई चाहिँ म्यानेज गर्नको लागि चाहिँ हामीले डेटालाई ट्रान्समिट गर्नको लागि ब्यान्डविड्थ चाहियो, त्यसै कुरालाई म्यानेज गर्नको लागि चाहिँ हायरकी भन्ने कुरा चाहियो। त्यसको लागि स्टार्टिङ गरेको भने T1 E1 सिस्टम हो। अनि दुईटाको फरक के छ त, टोटल च्यानलको क्यापेसिटी कति छ त भन्ने कुराले डिस्टिङ्ग्विस गर्छ क्या। अब हामीले यदि हेर्छौँ भन्दाखेरि यहाँनिर के लेखेको छ त भन्दाखेरि 24 भोइस च्यानल चाहिँ हाम्रो T1 को लागि दिइरहेको छ, ठिक छ। एउटा भोइस च्यानलमा 8वटा बिट हुन्छ, 8वटा बिट E1 मा पनि हुन्छ। तर E1 मा कतिवटा हुने रहेछ त, एउटा च्यानलभित्र 0 देखि 31 भनेको मतलब हाम्रो के रहेछ त, हाम्रो फर्मेट 32वटा च्यानल हामी भोइस च्यानल युज गरिरहेको भनेको चाहिँ हाम्रो E1 सिस्टम रहेछ, 24वटा भोइस च्यानल युज गरिरहेको भनेको हाम्रो T1 सिस्टम रहेछ। अब यहाँबाट हामीले के कुरा बुझ्नु पर्यो त भन्दाखेरि नि E1 सिस्टमको ब्यान्डविड्थ चाहिँ यदि मैले क्याल्कुलेट गरेँ भन्दाखेरि T1 को भन्दा चाहिँ धेरै हुन्छ भन्ने कुरा बुझ्नु पर्यो है। अब रेफरेन्स चाहिँ यही हेर्दा पनि हुन्छ, किनभने यो कुरा तिमीहरूले अरू ठाउँमा हेर्न थाल्यो भने गन्जागोल हुन्छ, तिमीहरूलाई अलिकति अप्ठ्यारो हुन्छ यो कुरा। स्क्रैचदेखि पढ्यौ भने चाहिँ ठिकै छ, स्क्रैचबाट पढेनौ भने चाहिँ गन्जागोल हुन्छ यो कुरा। अनि यो कुरा हामीले क्लासमा पनि पढेकै कुरा हो, र क्लासमा मैले तिमीहरूलाई यसरी क्याल्कुलेट गर्न सिकाइदिएको पनि छु है। यो कुरा मैले यहाँ पनि मेन्सन गरिदिएको छु। अब यो कुरालाई चाहिँ अलिकति म T1 को कुरालाई चाहिँ भनिदिन्छु है। अब यो पछाडि चाहिँ यदि तिमीलाई क्वेसनमा है, सुन है सबैले ध्यान दे, यदि क्वेसनमा तिमीलाई T1 E1 को चाहिँ हायरकी बना भन्यो भने तिमीले के गर्नु पर्यो त, यहाँनिर T1 अनि त्यसपछि के गर्नु पर्यो, T1 को भ्यालु निकाल्नु पर्यो, T2 को यो टेबुलेट फर्ममा, यो पनि हाम्रो क्लासको नोटमा छ, अरू ठाउँमा हेरिरहनु जरुरी छैन है, झुकिन्छ फेरि। त्यही भएर T1 T2 T3 T4 सम्म चाहिँ तिमीले यसरी चाहिँ यसको भ्यालुजहरू, यसको ब्यान्डविड्थ कति छ भन्ने कुरा चाहिँ एउटा टेबुलर फर्ममा चाहिँ तिमीले लेखिदिन सक्छौ के, त्यति गाह्रो छैन यो कुरा है। र यो कुरा लेख्दाखेरि चाहिँ त्यहाँ यदि डाइरेक्ट भ्यालु आछ भन्दाखेरि चाहिँ नि तिमीहरूले के कुरा बुझ भन्दा त्यो भ्यालु हामीले डाइरेक्ट क्याल्कुलेट गरेर चाहिँ मिलाएर क्याल्कुलेट गरेर सबै राखेर चाहिँ क्याल्कुलेसन गर्न सक्दैनौँ T2 देखि चाहिँ। T1 चाहिँ हामीले अथवा E1 चाहिँ हामीले सजिलैसँग क्याल्कुलेट गरेर लेख्न सक्छौँ, तर T2 T3 T4 चाहिँ अलिकति सजिलैसँग हामी किन क्याल्कुलेट गर्न सक्दैनौँ त भन्दाखेरि त्यहाँनिर चाहिँ रिजर्भ च्यानलहरू छुट्टै राखेको हुन्छ, सिङ्क गर्नको लागि छुट्टै फर्मेटहरू राखेको हुन्छ, जसले गर्दाखेरि चाहिँ हैन फ्रेमहरू राखेको हुन्छ, जसले गर्दाखेरि चाहिँ एक्ज्याक्टली यति नै भनेर हामीले निकाल्न सक्दैनौँ के। त्यो चाहिँ त्यही भएर याद गर्नुपर्ने हुन्छ। तैपनि मैले तिमीहरूलाई त्यहाँ ट्रिक सिकाइदिएको थिएँ, त्यो टेबुलर फर्ममै चाहिँ तिमीहरूलाई नोट मैले पठाएको छु, त्यो नोटमा हेर्न सकिन्छ है त्यो कुरालाई। त्यही भएर यो क्वेसन सोद्धाखेरि ध्यान चाहिँ के दियो भन्दा T1 र E1 सिस्टम
भन्दा नि T1 र E1 हायरकी भनेर सोध्यो भने फरक रहेछ भन्ने कुरा चाहिँ अलिकति बुझ्नु है सबैले। ल अब T1 को क्याल्कुलेट गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि नि भोइस सिग्नल इज गिभन बाई 4 किलोहर्ट्ज फ्रिक्वेन्सी। ठिक छ, किन भन्दाखेरि हामीले यो कुरा धेरैचोटि हामीले डिस्कस पनि गरिरहेको कुरा हो। एउटा भोइस च्यानल भनेको भोइस सिग्नल भनेको चाहिँ हाम्रो खास 31 किलोहर्ट्जको हुन्छ होइन, 3.1 किलोहर्ट्जको हुन्छ, सरी 3.1 किलोहर्ट्जको सिग्नल हुन्छ। अनि हामीले चाहिँ त्यसमा चाहिँ गार्ड ब्यान्ड राख्नुपर्छ किनभने एउटा र अर्कोको बिचमा चाहिँ इन्टरफरेन्स नहोस् भनेर चाहिँ बिचमा सर्टेन ग्याप राख्छौँ। त्यही ग्याप भनेको हाम्रो गार्ड ब्यान्ड हो जुन चाहिँ हाम्रो 900 हर्ट्जको हुन्छ। सो टोटल चाहिँ हामी 4 किलोहर्ट्जको एउटा चाहिँ भोइस सिग्नल हुन्छ भन्नेबाट स्टार्ट गर्छौँ क्या। अनि हामीले स्याम्पलिङ भन्ने कुरा पढाएको छ। स्याम्पलिङ भनेको के हो त भन्दा स्याम्पलिङ थ्योरमले के भन्छ त भन्दा कुनै पनि सिग्नललाई यदि मैले ओरिजिनल्ली रिकन्स्ट्रक्ट गर्नुपर्छ भने, ठिक छ, ओरिजिनल्ली रिकन्स्ट्रक्ट गर्नुपर्छ भने त्यो सिग्नललाई मैले स्याम्पलिङ गर्दाखेरि एटलिस्ट ट्वाइस अफ म्याक्सिमम फ्रिक्वेन्सी अर ग्रेटर देन एटलिस्ट भन्ने बित्तिकै कुरा बुझन होइन, ग्रेटर त भइहाल्यो, एटलिस्ट ट्वाइस अफ म्याक्सिमम फ्रिक्वेन्सीले चाहिँ के गर्नुपर्छ, स्याम्पल गर्नुपर्छ, जसले गर्दा ओरिजिनल सिग्नल मैले रिकन्स्ट्रक्ट गर्न सक्छु है। त्यही भएर चाहिँ मैले के भन्छु त भन्दाखेरि यो 4 किलोहर्जको थियो, 4 किलोहर्जलाई चाहिँ हामीले इन्टु 2 गऱ्यौँ किनभने कम्तीमा ट्वाइस अफ म्याक्सिमम फ्रिक्वेन्सी 4 किलोहर्जको छ भने 8 किलोहर्जको फ्रिक्वेन्सी भयो। 8 किलोहर्ज भनेको 8000 हर्जको भयो। सो इच T1 फ्रेम कन्टेन 1 बाइट अफ भोइस डेटा। अघि भएको फ्रेमबाट हामीले बुझिहाल्यौँ। द्याट कन्टेन्ट्स कति हो त 24 च्यानल। सो 24 च्यानलको लागि चाहिँ हामीले यदि हिसाब गर्छौँ भने 24 वटा च्यानल छ, हरेकमा 8 बिटले चाहिँ के गरिरहेछ त हाम्रो 8 बिट छ र एउटा फ्रेमिङ बिटको लागि हामी राख्छौँ भनेको त्यो भनेको हाम्रो के रहेछ त 193 टोटल हाम्रो चाहिँ फ्रेम रहेछ। अब हामीले यदि फ्रेममा चाहिँ डेटा रेट कति छ भनेर हेर्छौँ भने कति हुन्छ त हाम्रो यो भनेको स्याम्पलिङ रेट हो, स्याम्पलिङ रेटसँग मल्टिप्लाई गऱ्यो भने कति आयो त 1.5 MBPS आयो। भनेपछि T1 सिस्टमको ब्यान्डविथ भनेको चाहिँ 1.5 MBPS रहेछ है। यो कुरा चाहिँ सबैजनाले ध्यान दिनु पर्यो। ठिक छ, सजिलैसँग निकाल्न सकिन्छ। जस्तै क्याल्कुलेसन अफ E1 हेर्छु भने पनि 8 वटा बिट हो होइन, स्याम्पलिङ रेट त्यसमा पनि त्यही हो। भोइस सिग्नल 4 किलोहर्जको हुन्छ भन्दाखेरि 4 × 2 8 किलोहर्जको भइहाल्यो र 32 वटा च्यानल हुन्छ भनेको मतलब 2.048 MBPS छ। अब 0 to 31 भनेर लेखाएको छ नि, 0 to 31 भनेको त 32 त हो नि होइन, टाइम स्लट त। भनेपछि यसरी हामीले चाहिँ के हेर्न सक्यो त T1 को सिस्टमको ब्यान्डविथ भनेको 1.5 MBPS हुँदो रहेछ भने E1 को चाहिँ 2.048 MBPS हुँदो रहेछ। यही हो कुरा। E1 को टाइम स्लट यो डिफाइन गरेछ नि, यहाँ त फ्रेममा यहाँ डिफाइन गरेको कुरा छ कि 0 देखि 31 सम्मको चाहिँ स्लट हुनु पर्यो टाइम स्लट। यहाँ लेखाएको छ नि 0 देखि 31, यो त डेफिनेसन हो नि त। 0 देखि 31 भनेको 32 हो नि त। त्यही भएर अब हायरकी भनेर सोध्यो 8 मार्क्समा भन्दाखेरि धेरै कुरा एक्सप्लेन गर्न हामी सक्दैनौँ। त्यस कारणले क्याल्कुलेसन अफ T1 र E1 गर्ने होइन, जस्तो कि त तिमीलाई T1 को हायरकी सोध्छ कि तिमीलाई E1 को हायरकी सोध्छ होइन। सपोज तिमीलाई T1 को हायरकी सोध्यो भन्दाखेरि तिमीले क्याल्कुलेसन अफ T1 एउटा चाहिँ गर्ने अनि बाँकी चाहिँ तिमीले के गर्ने त्यो फिगर ड्र गर्ने र अनि सिधै तिमीले टेबलमा चाहिँ बनाइदिने क्या, टेबल बनाउने, अरू केही पर्दैन। तिमीहरूले एक्जाममा जहिले पनि एन्सर लेख्दाखेरि सकेसम्म डायग्राम छ भन्ने डायग्रामलाई कहिले पनि नछुटाऊ, किनभने डायग्राम देख्ने बित्तिकै टिचरहरूले तिमीहरू जस्तो 200 जना 300 जनाको कपी चेक गर्नुपर्छ होइन। सो ल्याङ्ग्वेज त कसैले पनि राम्ररी पढ्दैन कि, तर तिमीले यो फिगर बनाएको छौ भने त्यो टेन्सन त्यो जसले कपी चेक गरिरहेछ उहाँले चाहिँ हेर्दैन, किनभने उसले बुझाएको छ भन्ने कुरा त फिगरले देखाइरहेछ नि। अब तिमीले धेरै कुरा एक्सप्लेन गरिरहनु परेन फिगर बनाउने बित्तिकै, किनभने यहाँ कति कुरा एक्सप्लेन गरेको छ र त। हरेक एउटा फ्रेम लेखिदिएको छ, हरेकमा 8 बिटको छ भनेर रिप्रेजेन्ट गरेको छ, 1 देखि 24 सम्मको च्यानल छ भन्ने कुरा यहीँ लेखिदिएको छ, त्यसमा 192 बिट्स इन्कोडेड गरेको भन्ने कुरा यहीँ लेखेको छ, +1 गरेर एउटा सिङ्क बिट राखेको 193 बिट छ भन्ने कुरा। हेर त कति धेरै कुरा इन्फर्मेसन यहाँनिर लेखेको छ। अब यो कुरालाई ल्याङ्ग्वेजमा लेख्न त कति गाह्रै छैन नि होइन। त्यही भएर यो फिगर मात्र तिमीले बनाइदियो भने तिमीले यता लेख, यो फिगरले नै सबै कुरा भन्छ नि। जस्तो तिमीलाई T1 र E1 दुइटै सोधिरहेको छ भने तिमीले अब यहाँ केही लेख्नु परेन, किनभने 8 मार्क्स सफिसियन्ट यहाँ छ है। तर फेरि तिमीलाई T1 को मात्र सोधेको छ, सिस्टमको बारेमा सोधेको छ भन्दाखेरि तिमीले हायरकीको फिगर बनाऊ न, क्याल्कुलेसन टेबल नबनाए पनि हायरकीको एउटा फिगर चाहिँ बनाइदियो। वे चाहिँ अलिकति बुझ्नुपर्छ आफैले त्यो एक्जाममा लेख्दाखेरि चाहिँ के हुन्छ नि। त्यही भएर त अब दुईजै साथीले गरेर आइरहेको हुन्छ, मैले सबै गरेँ भने जस्तो लाग्छ आफूलाई होइन। तर क्वेसन एउटा सोधेको हुन्छ अनि इलाबोरेट गर्नुपर्ने कुरा एउटा हुन्छ अनि एन्सर चाहिँ हामी एउटा लेखेर आउँदाखेरि प्रायः त्यस्तो खालको कुरा हुन्छ कि।